नमस्कार दर्शकबिन, म अनलाइन न्युज दैनिकबाट अविनाश अधिकारी। यहाँ आज हजुरहरूले हेर्न सक्नुहुन्छ 2 दिनको जेनजी आन्दोलनपछि आज तेस्रो दिन सिमराको स्थिति आज नर्मल देख्दै हुनुहुन्छ। अहिले बिहानको 10 बजे गाडीहरू आफ्नो आवत जावत गर्दैछ। यहाँ हजुरहरूले सिमरा चौकबाट यहाँ सिमरा चौकको भिडियो हेर्न सक्नुहुन्छ। अहिले पूर्ण रूपले बाटो खोलिएको छ र आज सिमराका जेनजी युवाहरूले वार्तामा जाने, वार्ता बस्ने कुरा गरेका छन्। त्यसकारणले गर्दाखेरि आज सिमरा चोकमा युवाहरू भेला भएको छैनन् र आज चोकमा आएर आन्दोलन नगर्ने कुरा छ। हजुरहरूले यहाँ प्रत्यक्ष हेर्न सक्नुहुन्छ। सिमरा चोकबाट म अनलाइन न्युज दैनिकको अविनाश अधिकारी।